विश्वकपको ढोका अब एकै खेल टाढा छ। नेपाल र अफगानिस्तानको निर्णायक भिडन्त अघि दुवैले लगातार तेस्रो जित दर्ता गरेका छन्। नेपालले हङकङलाई 9 विकेटले हराउँदै U19 विश्वकपको यात्रा नजिक पुगेको छ। नेपाल र अफगानिस्तानले आइसिसी U19 पुरुष विश्वकप एसिया छनौटमा आफ्नो जितको यात्रा निरन्तर राख्दै अन्तिम खेल अघि 600 अङ्कसहित शीर्ष स्थानमा रहँदै निर्णायक भिडन्ततर्फ अघि बढेका छन्। बुधबार नेपालले हङकङलाई 9 विकेटले पराजित गर्दै तेस्रो जित दर्ता गर्यो भने अफगानिस्तानले युएई माथि 180 रनको विशाल जित निकाल्दै आफ्नो बलियो प्रदर्शन दोहोऱ्यायो। यो खेलमा सबभन्दा हेर्न लायक पल थियो नेपाली स्पिनरहरूको कमाल। नेपाली स्पिनरले हङकङलाई 115 रनमै समेटिदियो। मुलपानी क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको नेपालका लागि युवराज खत्री र विपिन शर्मा स्पिन जादुगरका रूपमा प्रस्तुत भए। युवराजले 4 विकेट लिए भने विपिनले 3 विकेट हात पाए। हङकङका कुनै पनि ब्याट्सम्यान लामो समय टिक्न सकेनन्। पुरै टोली 46.2 ओभरमा जम्मा 115 राउन्डमै अल आउट भयो। नेपालले यो सानो लक्ष्य 12.3 ओभरमै सहज रूपमा पुरा गर्यो। ओपनर नीरज कुमार यादवले 12 बलमा 13 रन बनाएर तीव्र सुरुवात दिएका थिए। 6औं ओभरमा उनी एलबिडब्ल्यू आउट भएपछि साहिल पटेल र कप्तान नरन भट्टले नेपाललाई सहज जितको नजिक पुर्याए र साहिल पटेल 42 रनमा अभिजित रहे भने कप्तान नरेन्द्र भट्ट 39 रनमा अभिजित रहँदै नेपाललाई म्याच जिताउन सफल भए। यस्तै अर्कोतर्फ अफगानिस्तानको विस्फोटक ब्याटिङको अगाडि युएईको केही चलेन। युएई माथि अफगानिस्तानले एकतर्फी जित हासिल गर्यो। मुलपानी मैदानमा अफगानिस्तानले युएई माथि बलिङ र ब्याटिङ दुवै क्षेत्रमा दबाव कायम राख्यो। उनले आफ्नो इनिङ्समा 14 चौका प्रहार गरे भने मात्र 124 बलमा 132 रनको विशाल पारी खेल्न सफल भएका छन्। अन्य 3 ब्याट्सम्यानले पनि अर्धशतक पुरा गर्न सफल भएका छन्। अफगानिस्तानले पहिलो इनिङमा 50 ओभरमा 359 रनको पहाड जस्तो लक्ष्य प्रस्तुत गर्यो। वर्षाले खेल प्रभावित हुँदा युएईलाई 47 ओभरमा 349 रनको विशाल लक्ष्य दिएको थियो। युएईको ब्याटिङ कमजोर रह्यो। 7 विकेट गुमाउँदै युएई 168 रनमै सीमित भयो। अबको भिडन्त भने नेपाल र अफगानिस्तान बीच हुनेछ। दुवै टोलीमा जुन टोलीले यो म्याच जित्छ त्यो टोली सिधै विश्वकप यात्राको लागि छनौट हुनेछ। यही नै विश्वकप यात्राको अन्तिम ढोका हुनेछ। छनौट लिग चरण अन्तर्गत दुवै टोलीले एक खेल मात्र खेल्न बाँकी छ, जुन शनिबार अप्पर मुलपानी मैदानमा एक अर्का विरुद्ध हुनेछ। यस खेलको विजेता 2026 मा जिम्बाब्वे र नामिबियाको सह आयोजनामा हुने U19 विश्वकपमा छनौट हुनेछ। नेपाल र अफगानिस्तान दुवै टोली 3 खेलमा 3 जित सहित 6 अङ्कमा छन्। अन्य 3 टोली ओमान, हङकङ र युएई विश्वकप दौडबाट बाहिर भइसकेका छन्। यो हुन गइरहेको अन्तिम चरणको खेलमा जो टिमले जिते पनि एउटा अनौठो इतिहास दोहोरिनेछ। नेपाली कप्तान देव खनाल नेतृत्वको टोलीले गत वर्ष जनवरी 26 मा अफगानिस्तानलाई 1 विकेटले हराउँदै सुपर 6 चरणमा प्रवेश गर्दा अफगानिस्तानको अभियान त्यतिखेरै समाप्त भएको थियो। यसपटक दुवै टोली नयाँ कप्तानसहित मैदानमा छन्। नेपालका लागि नरन भट्ट र अफगानिस्तानका लागि महबुब खान। दुवै टोलीमा धेरै अनुहार नयाँ छन्, तर प्रतिस्पर्धा र प्रतिशोधको भावना भने पुरानै छ। अब दुवै टोलीको पूर्व तयारी एकदमै राम्रो छ। छनौट अघि सम्पन्न 3 खेलको मैत्रीपूर्ण श्रृङ्खलामा अफगानिस्तानले 2 खेल जित्दा नेपालले अन्तिम खेलमा डकर्थ लुइस विधिबाट 85 रनले जित निकाल्दै आत्मबल बढाएको थियो। पहिलो खेलमा नेपाल 130 रनले पराजित भएको थियो भने दोस्रो खेल 1 रनको फरकले गुमाएको थियो। कप्तान नरन भट्ट भन्छन्, मैत्री श्रृङ्खला निकै उपयोगी रह्यो। हामी अफगानिस्तानसँगको संरचना बुझ्न सफल भयौँ। अहिले हामीसँग युवराज खत्री छन्, जसले पछिल्ला 2 खेलमा 9 विकेट लिएका छन्। उनी निर्णायक खेलमा महत्त्वपूर्ण बन्। अहिले नेपाली क्रिकेट टोलीमा बलिङ आक्रमणमा एकदमै आत्मबल बढी छ। ब्याट्सम्यानप्रति पनि एकदम विश्वास बढी छ। ब्याट्सम्यान र बलर दुइटै एकै गतिमा खेलिरहेका छन्। नेपाली टोलीको बलिङ युनिटमा युवराज खत्री र विपिन शर्मा 2 मुख्य हतियार हुन्। विपिन शर्मा नेपाल प्रिमियर लिगका सबैभन्दा कान्छा खेलाडीका रूपमा चर्चामा आएका भट्ट थप्छन्, हामीसँग अझ धेरै राम्रो बलिङ छ। अब ब्याट्सम्यानले पनि जिम्मेवारी लिनुपर्छ। हङकङ विरुद्ध जस्तै
सुरुवात गर्न सके जित अवश्यै पनि नेपालको। अब एकछिन प्राविधिक पक्षहरूलाई विश्लेषण गरौँ। नेपालको सबभन्दा बलियो पक्ष र नेपालको कमजोर कडी चाहिँ के हो त? नेपालको सबभन्दा बलियो पक्ष भनेको स्पिन आक्रमण प्रभावकारी, शीर्ष क्रमको तीव्र ब्याटिङ एकदम राम्रो भइरहेको छ र आत्मबलिलो एकदम कप्तानी। चुनौती भनेको नेपालको लागि मध्यम क्रममा अनुभवको कमी अहिले एकदमै नेपालको टिममा देखिरहेको छ। ठुलो लक्ष्य पछ्याउँदा दबावको व्यवस्थापन गर्न नेपाल एकदम गाह्रो भइरहेको छ र अफगानिस्तानको गहिरो ब्याटिङ लाइन पनि नेपालको लागि एकदम टाउको दुखाइको विषय बन्नेछ। त्यसै गरी अफगानिस्तानको अब विश्लेषण गर्दा अफगानिस्तान रन स्कोर गर्ने क्षमतामा एकदमै उत्कृष्ट छ र उसले रन चेज गर्न पनि एकदमै राम्रोसँग गरिरहेको छ। खलिदको प्रदर्शन एकदमै राम्रो भइरहेको छ र उसको प्रदर्शन निर्णायक पनि हुनसक्छ। उनी अहिलेसम्म छनौटको सर्वाधिक रन स्कोरर हुन्। युएई विरुद्धको विशाल स्कोरले अफगानिस्तानको ब्याटिङ शक्ति प्रष्ट देखाइरहेको छ। बरकत इब्राहिमलाई जस्तै फिनिसरहरूले नेपाली बलिङलाई चुनौती दिन सक्छन्। अनि अर्को एउटा कुरा नेपालको लागि अन्तिम तयारी र मौसमको पनि एउटा चासो आइरहेको छ। शनिबारको खेलका लागि मौसमको पूर्वानुमान अस्थिर रहेको छ। यदि वर्षाका कारण खेल रद्द भयो भने दुवै टोलीले एक अङ्क बाँड्नेछन्। यस्तो अवस्थामा भने नेपाल विश्वकपबाट बाहिरिन पर्नेछ। यस्तो अवस्थामा अफगानिस्तानले नेट रन रेटको आधारमा विश्वकपको यात्रा तय गर्नेछ। त्यसैले नेपालका समर्थकहरू आकाश खुला रहोस् भनेर प्रार्थना पनि गरिरहेका छन्। इतिहासको एउटा अनौठो मोडमा नेपाल छ। विश्वकपको 25 वर्षको यात्रा। नेपालले अन्डर 19 विश्वकप खेलेको लगभग 25 वर्ष पुरा भइसकेको छ। नेपालले पहिलो पटक सन् 2000 मा U19 विश्वकप खेल्यो। अफगानिस्तानको पहिलो उपस्थिति भने धेरै पछि भएको थियो नेपालभन्दा। उसको उपस्थिति 2010 सालमा भएको थियो। सन् 2024 मा दुवै टोलीले 8औं पटक भाग लिएका थिए। यदि नेपाल शनिबार जित निकाल्न सफल हुन्छ भने यो नेपालको 9औं पटक U19 विश्वकप खेल्ने अवसर हुने। शनिबारको एक खेल एक सपना। शनिबारको भिडन्त नेपाली क्रिकेट इतिहासमा फेरि एउटा मोड बन्ने सम्भावना राख्दछ। युवा खेलाडीहरूको आत्मबल, रणनीति र जोसले नेपालको सपना साकार बनाउने कि अफगानिस्तानले आफ्नो बलियो संरचना प्रस्तुत गर्दै अफ्रिकातर्फ प्रस्थान गर्ने? उत्तर शनिबार दिउँसो अपर मुल्पानी क्रिकेट मैदानले अवश्य दिनेछ। त्यसअघि एउटा नेपालको ऐतिहासिक पृष्ठभूमि पनि हामीले बुझ्न जरुरी छ। यो फाइनल म्याच खेल्नुभन्दा अगाडि नेपालले सन् 2000 देखि 2008 सम्म 5 पटक U19 विश्वकप खेलिसकेको थियो। त्यति बेला अफगानिस्तान U19 विश्वकपमा डेब्यु पनि भएको थिएन। त्यस्तै 2012 र 2016 मा पनि नेपालले सहभागिता जनाएको थियो। पछिल्लो पटक नेपालले 2024 मा दक्षिण अफ्रिकामा आयोजना भएको U19 विश्वकपमा पनि भाग लियो। यो वर्ष पुनः विश्वकप दोहोऱ्याउने नेपालको सपना बोकेर नेपाली टोली यतिखेर मैदानमा उत्रिएको छ। अब हामी हेर्दै जाउँ शनिबारको म्याचले हाम्रो यात्रा कतासम्म पुर्याउँछ।